हेलो साथीहरु, लङ टाइम नो सी। आज काठमाडौँ शहरमा गर्लफ्रेन्डलाई घुमाउन लान पर्यो जस्तो छ। उता हिमाल छोडेर काठमाडौँ आएर ठुलो गल्ती गरिएछ। तारा पानीकै छैन। यो पाल मायाको हो। तारा मोबाइलमा ब्यालेन्स छैन। सोल्ती चुरत छ छैन। रौसी छोडम भन्यो त्यही रानीको यादले सताउने। ओहो, कति गर्मी हो काठमाडौँ त। उता हिमालमा कति चिसो थियो। पहिलो चोटि आएको हो र काठमाडौँ। चुप लग पगल बुढो। गु पनि कस्तो बेला आएको हौ। म हग्दैछु है, हेर्ने मन भयो भित्र। हुन्छ थुक्का बज्या। मेरो त कत्तुमै चिर्ला जस्तो छ। लुलु बास्नुस् चितो पोखरा जान्छ। लगेज दिनुस्। धेरै बखत हुने होइन है जठा भैँसी। फेरि मोमो बनाएर खाइदिन्छु। जठा भैँसी केटी जस्तो एटिट्युड देखाउँछ। ल आमा मिठो मसला हालेको चिया ल्याउनुस् त खाना पर्यो। देश बनाउन जान ढिलो भइसक्यो। लखा बादर हो कि मान्छे हो यो? ए मुजी, म काठमाडौँ आइपुगे किनारकामा। गर्मी उस्तै फोहोर उस्तै धुवा ढुलोले तामेर्नेलाई। साथीहरु, कत्रो ठुलो माछा हेर्नु त। आफैले पो माछा मार्यो त गाइज। हेर्नु न डाक्टर साहब, के भएको मलाई बिहान उठेदेखि ढाड दुख्छ। तैट बुढा, त्यसो भए दिउँसो उठ्नु न त। ल 200 रुपियाँ भयो। नेक्स्ट प्लिज। मर्यो त्यसको बाजेहरूले। सक्छस् भने सिंगल आइस न कालो धुवासे भैँसीहरू। सासै फुलेर आयो। धन्य मरेको। उता हेर त। हेर्यो कट्टुमा छेर्यो। को हौ तिमी? किन आको? नमस्ते, नाम हो मेरो यति। खोज्दैछु बिहे गर्ने केटी। न त धेरै कान्छी न त धेरै जेठी। ओहो, बिहे पानी भयो बाबा। अब त म अफिसियल जोइ हो। माया बेलुका रमाइलो गर्न पर्छ। हाई गाइस, अस्ति मेरो बुढीले मलाई एउटा केटीसँग चाटपात खाएको देखेछ। अनि मलाई लास्टै कुट्यो यार। आज म मेरो साथी गोरिल्लाको साथमा हिमालमा छु। यो मेरो कालो साथी नभएको भए आज म कहाँ जान्थ्यो होला हौ। टाइट यस्तो नि हुन्छ यार। तिमी पनि गरो, मा पनि गरो। हाम्रो बच्चा कसरी कालो भयो? तिमी पनि हात, मा पनि हात, बच्चा जालियो होला नि। संसारको सबैभन्दा डरलाग्दो कुरा के हो? मेरी श्रीमती। फेरि नभन्नु है, उसले मार्छ मलाई। यो चोटि म पशुपतिनाथ मन्दिर आएको छु। अब त फुल धार्मिक मुडमा भ्लग गर्न पर्छ नि। अब हेरौँ के देख्छ। हिजो पशुपतिमा कुन्नी कासको केरा चोरेर खाएको थिए। सारा पेरा होला अहिले पेट दुखेर लास्दै तनाव भएको छ।